धेरै वर्ष अघिको कुरा हो। नेपालको एउटा सुन्दर गाउँमा हरिबहादुर नाम गरेका एक मेहनती किसान बस्थे। एक दिन हरिबहादुर धेरै थकित भए। खेतमा पानी थिएन, बाली सुक्दै थियो। उनी निराश। अचानक एउटा सेतो कबुतर उडेर आयो र किसानको काँधमा बस्यो। कबुतरको खुट्टामा एउटा सानो पोको थियो। किसानले पोको खोले। भित्र थिए जादुई बिउहरू र एउटा कागज जसमा लेखिएको थियो, मेहनत गर, यी बिउ रोप, पानी दे, खुसी पाउनेछौ। केही हप्तापछि खेत हरियो भयो, बाली लहलह भयो, गाउँलेहरू छक्क परे। हरिबहादुरको अनुहारमा खुसीको मुस्कान आयो। एक दिन कबुतर फेरि उड्यो आकाशमा। किसानले हात हल्लाए र भने, धन्यवाद मित्र। कबुतर मुस्कुराउँदै उड्यो।